जोजलपा तारेमाम पास्पे नेपाल भाषा सेकिगु मखोला। आज हामी नेपाल भाषाको सुपरहिट गीत लिक्क वया जित धालव भन्ने एउटा मिठो गीत छ। त्यो गीतको लिरिक्स नेपालीमा के रहेछ भनेर हामी बुझ्ने छौं। त्यस्तै गरी यो गीतको लिरिक्स, सिंगर अनि म्युजिशियन कसैलाई थाहा छ भनेदेखि कमेन्ट गरिदिनु होला। लिक्क वया जित धालव अर्थात नजिक आएर उसले भन्यो मलाई। लिक्क वया नजिक आएर, लिक्क अर्थात नजिक, जित मलाई, धाल अर्थात भन्यो, अर्थात उसले, छहे जक यल तिमी मात्रै मन पर्यो रे। छहे जक अर्थात तिमी मात्रै, यल मन पर्यो रे। लो मंके हे मफु बिर्सनै सकेन रे। लो मंके अर्थात बिर्सिनु, बिर्स्यो भन्नको लागि चाहिँ लो मन भन्छौं। मफु अर्थात नसक्ने, सकेन। वैगु ख नेना सत्य जिला मछासे चोन अर्थात उसको कुरा सुनेर सत्य मलाई लाज लाग्यो। अथवा सत्य जिल्ला मछासे चोनको अर्थ चाहिँ सत्य म त लजाएँ भन्न पनि सकिन्छ यसलाई। जिल्ला भनेको म त हो। वैगु अर्थात उसको, ख अर्थात कुरा, नेना सुनेर, जिल्ला म त, मछासे चोन अर्थात लाज लाग्यो। गब्ले निसे नाप्ला त वैत जबदेखि भेटे उसलाई। गब्ले निसे जबदेखि, नाप्लाट अर्थात भेटे, वैत उसलाई। वैगु लुमन्ती साल जित उसको यादले तान्यो मलाई। वैगु अर्थात उसको, लुमन्ती अर्थात याद, यो केटी मान्छेको नाम पनि हुन्छ लुमन्ती भनेर। मेरो एउटा बहिनीको छ नाम। साल जित, साल अर्थात तान्यो मलाई। मिखा भाषा खलाना आँखाको भाषाले कुरा गरेर। मिखा अर्थात आँखा भयो, भाषा अर्थात भाषाले, खलाना अर्थात कुरा गरेर। छुछु धाल अर्थात छुछु अर्थात के छु हो है यो छुछु। धाल धाल अर्थात भन्यो उसले, के भन्यो उसले। वैगु पह खना उसको पारा देखेर। वैगु अर्थात उसको, पह पारा, खना देखेर, सत्य जिला मछासे चोन सत्य मलाई त लाज लाग्यो। अथवा सत्य म त लजाएँ। नीला नीला बसन्त ऋतु वला हाँसी हाँसी बसन्त ऋतु आयो। नीला नीला अर्थात हाँसी हाँसी, वला अर्थात आयो। जिगु मन अठे हे प्याख हुल मेरो मन त्यसै नाच्यो। जिगु मन मेरो मन, अठे हे त्यसै प्याख हुल नाच्यो। खकोसिन जित हे ह्याका चोथे चो देख्ने जति सबैले मलाई नै जिस्काइराखेको जस्तो छ। देखे जति सबैले भन्नु पर्यो भने चाहिँ खकोसिन भन्छ। देखे जति सबैले, जित अर्थात मलाई, देखे जति सबैले मलाई, हे जित हे मलाई नै, ह्याका चोथे चो जिस्काइराखेको जस्तो छ। र यो सबै माथि रिपिट भइसकेको छ, म रिपिट गर्दिन। कस्तो लाग्यो भन्नु होला। शेयर सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। फेसबुक ग्रुपतिर पनि शेयर गरिदिनु होला र आफ्नो मनपर्ने मान्छेसँग पनि शेयर गर्नु होला। थ्यांक यू। शुभ।